तपाईले खाना पकाएको सबैले खानु पर्छ अरूले पकाएर खानु हुँदैन तपाईहरु कुरा बुझ्नुपर्छ भने एकै खाना जेठी बुहारी हो अर्को साइली माइली बुहारीको तपाईको काम प्रसाद बनाउने काम अब अर्को साइली हो तपाईको काम यहाँ पूजामा फूल के पुग्दैन सबै पूजाको समय तपाईको जिम्मा अब अर्की बुहारीको काम लाभा बनाउने गुरुहरूलाई कथिएर पानी खानुपर्छ है तपाईँको काम गौत बनाउने पञ्चामृत बनाउने गौत भए पोखराबाट ल्याउने कुरा बुझ्नुभयो अब अर्की बुहारी खै हो तपाईँले इष्टमित्र को आए कसरी गए के फलफुल लिएर गए कि गएन हेर्ने काम चट्ट 20 आँखा कोही इष्टमित्र आए ल कोही होड्की होइन भने आउँछन् मान्छे फस्छ पर्यो भने कोही पनि वास्तै गर्नुहुन्छ आफ्नो आफ्नो काम सम्झिने अब छोरीहरूले अब कसरी गर्नुपर्छ त्यो काम गर्नु है यसरी गरियो भने काम सफल हुन्छ तर पूजा गर्दैमा त्यो अचेल सल्लाह देउता खुसी हुँदैन क्या विश्व त मान्छे पनि हुन् त्यहाँबाट सबैले आफ्नो ड्युटी लाउने अब गाउँलेलाई कलर के काम छटाएर हुन्छ अब अर्को हवन कुण्ड बनाउनु पर्यो भोलि बर्तनमा बस्नु पर्यो कुनै भाइ बस्ने कहिले कहाँ गर्ने भित्रको एउटी बुवाले भित्रको चट्ट धान चामल निकाल्ने अनि चट्ट छोप्नुपर्छ सबै तिमी एउटै खाऊ कसैको भिन्न होइन क्या तेरो र मेरो भन्नु पर्दैन सकियो भने दालहरूको सकियो कि आठवटा धनी भन्छ सबै दाल धनी भयो है मेरा तेरा नभन्नु त्यसरी काम गर्यो भने हुनेछ अब दिदी बहिनीलाई त के भन्नु छ यसै तिमीले आउँदा मिठो बोल्यो त्यसका लागि रोटेसन मिलाउनु पर्छ अब आज एकछिन भनेर मात्रै हुँदैन भोलि धार्मिक काम सक्नुपर्छ होइन ल मेरो यो जिम्मा त्यो भएर आफ्नो कामको जिम्मा लिनु जसले जिम्मा लिँदैन नि त्यो अनि कान्छी बुहारी कुन चाहिँ हरि भगवानको काइला र काइली आउँदा कस्तो रहेछ कस्तो